हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र जसरी गर्नलाई प्रयत्न गरिरहनुहोस्। आउनुहोस् आज हजुरको माझमा म आइसकेको छु आफूले जानेको, बुझेको र अनुभव गरेकोलाई छलफल गर्नको लागि। सायद हामीले धेरै कुराहरू सोचिरहन्छौँ, खोजिरहन्छौँ, तर त्यही अनुसारको केही पनि कुरा प्राण आउन सक्छ। अनि विगत हेर्छौँ, वर्तमान हेर्छौँ, भने जस्तो केही पनि हुँदैन, भएको हुँदैन। तर यही क्रममा धेरै कुराहरू हामी प्राप्त गर्छौँ वा प्राप्त नभए पनि केही परिवर्तन भयो जस्तो लाग्छ। तर देखिने चाहिँ यही शरीर मात्रै परिवर्तन भएको हुन्छ जस्तो लाग्छ। तर हाम्रो सोच्ने क्षमता, हामीले गर्ने क्रियाकलाप, ठाउँ, परिवेश र स्थितिले फरक पारिसकेको हुनसक्छ। हामीलाई लाग्छ केही पनि हामीसँग छैन। जति भेट्टाउँछौँ, जति खोज्छौँ, आयो गयो जस्तो लाग्छ। तर हामीसँग धेरै कुरा हुन सक्छन्, अनुभव हुन सक्छन्, जो हामीले पत्तो नपाइकन हामीसँगै स्थापित हुन सक्छन्। यो भन्दै गर्दा कसरी लिन सकिन्छ भने हामी कुनै पनि कुरा, नयाँ कुरा खोज्नको लागि, नयाँ कुरा देख्नको लागि विगतको कुरालाई बिर्सन जरुरी रहेछ। चाहे त्यो चोट होस्, चाहे त्यो सुख होस्, चाहे त्यो आनन्द किन्नुहोस्। यदि पहिलाको कुरालाई हामीले समातेर राखिराख्यौँ भने वा त हामीले त्यो कुरालाई नै हेरेर बसिरह्यौँ भने वा त्यही कुरालाई सम्झेर बसिरह्यौँ भने त्यसले त हामीलाई त कतै पनि लाग्दैन होला। कुनै चोट, कुनै सम्झना, कुनै क्षण हामीले त्यसलाई राख्नु भनेकै हामी विकसित हुन नचाहेको हो कि? र यही क्रममा धेरै विगतका कुराहरू राख्दै गर्दा धेरै सोचाइ आउने, तनाव बढ्ने पनि हुन्छ। विगतको कुराले तनाव आउने हुन्छ र अर्को हुन्छ विगतको कुरा केही पनि भएन, वर्तमानमा मैले केही पनि गरेको छैन र भविष्यमा के गर्ने होला भनेर बढी सोच्यौँ भने पनि त्यसले पनि हामीलाई तनाव ल्याउँछ। जो हामीले गर्नुपर्ने हो त्यसमा ध्यान दिन सक्दैनौँ, फोकस दिन सक्दैनौँ। विगतबाट हामीले सिकेका कुराहरू नदोहोऱ्याइकन जो हामीले गऱ्यौँ, त्यो गरेका क्रियाकलापबाट फेरि क्षति हुने किसिमले ती बानीहरूलाई कम गर्दै गयौँ भने सायद भविष्य पनि त राम्रो हुन्छ, होइन? भविष्यको लागि हामी धेरै सोच्छौँ, भविष्यमा यसो गर्ने, उसो गर्ने, यो योजना गर्ने, यसरी पुरा गर्ने। तर त्यो सोचाइ मात्रै चाहिँ सफलता रहेनछ। हामीले यही नै भनेको कुरा हुँदैन। यो कुरा नै हामीले यदि समयमै बुझ्यौँ भने भनेको जस्तै हुँदै हुँदैन। हुन चाहिँ हुन्छ, तर ठ्याक्कै त्यही हुँदैन। हामीले सोच्नु चाहिँ पर्छ, लक्ष्य राख्नु पर्छ। लक्ष्य बिना, उद्देश्य बिना, समय बिना हामीले ती आफूले चाहेका उपलब्धिहरू वा चाहनाहरू त्यो पुरा हुन सक्दैनन्। लक्ष्य राख्नुपर्छ, उद्देश्य राख्नुपर्छ। त त्यसको लागि जति बेलै सोच्नु पनि त आवश्यक नहोला। त्यसको लागि सोच्नुभन्दा पनि मनमा राखेर कर्म गर्नु। त्योसँग सम्बन्धित कुनै पनि अर्को कर्म छ भने पनि, सम्बन्ध छैन भने पनि इमान्दारिताको साथमा आफ्नो कर्मलाई निरन्तरता दिनु पनि त एउटा सफलता होला। जहाँसम्म लाग्छ अहिलेसम्म बुझ्दै आउँदा जिन्दगीले धेरै बाटाहरू, धेरै मोडहरू देखाइसकेको छ। देखाउन पनि अझै बाँकी छ। यसमै मात्रै त सीमित रहँदैन।
निरन्तर बगिरहने, निरन्तर हिँडिरहने यो समयमा हामी अहिले जति जहाँ छौँ, जस्तो अवस्थामा छौँ, त्यही नै हाम्रो विगतको परिणामको प्रतिफल हो। विगतमा हामीले गर्दैनौँ भन्दा पनि गरेर त्यही पुरा गरेर हामी अहिले जे छौँ त्यही हाम्रो पहिलाको लक्ष्य थियो। र हामीले अब अहिले केही सिर्जना गर्नु छ भने, अहिले हामीले अझै केही नयाँ कुरा ल्याउनु छ भने सिक्ने हो, बुझ्ने हो र भविष्य पक्कै यसबाटै नयाँ कुरा निस्कनेछ। भविष्य आजबाटै निस्कन्छ, अहिलेबाट निस्कन्छ। त्यही भविष्य निर्माण गर्नको लागि नयाँ कुराहरू सिक्ने, समयमै केही कुरा अवलम्बन गर्ने, जसको परिणाम सही गलत नतिजालाई जनाउँछ, आफूले महसुस गरिन्छ र एउटा आदत बन्छ कि हामी सधैँ अगाडि बढिरहने, सफलता आए पनि, दुःख आए पनि, विफलता आए पनि, आनन्द आए पनि, कष्ट आए पनि हामी अगाडि बढ्न जरुरी छ र बढिरहौँ। शुभकामना। हस्।